हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग डे आज 35 हामी धेरै दिनसम्म ब्लग आइरहेको थिएन हाम्रो होइन हाम्रो धेरै दिनपछि ब्लग आउनु लाग्यो आज हामी चाहिँ उठ्यौँ होइन अब चाहिँ यसो फ्रेस भएर रेडी भएर जाने हो होइन आजबाट फेरि स्टार्ट गर्ने हो फ्रेस हुन्छ अब मुख गएर अनि बल्ल जाने हो होइन गाइज फाइनली गाइज रेडी भइसकेछौँ अब मर्निङ वाक जानको लागि रेडी हो म आज चाहिँ मौसम पुरै क्लिन छ पानी परिरहेको तर पानी परिरहेछ पुरै धेरै त होइन अलिअलि त्यो पनि जाने कि नजाने भनेर फेरि पानी पर्छ कि क्या हो फेरि लास्टमा पानी परिरहेछ अहिले पनि मौसम चाहिँ फेरि क्लिन रहेछ यार पानी परिरहेछ त इस यस्तै भइरहेछ कति दिनदेखि त्यही भएर निस्किन भ्याएको छैन खोलामा यस्तो पानी आइसकेको छ होइन मौसम हाम्रो हातेमाले चोकको पुरै क्लिन छ आज उता जान्छु भनेको त पुरै पानी परेर भ्याएको छैन गाइज अहिले पनि पानी परिरहेछ त्यस्तो त होइन त्यो पनि जाम आज उतातिर पानी नपरिदियोस् त्यही हो पानी पऱ्यो भने त बर्बाद भइन्छ पुरै भिजिन्छ है पानी पर्नु भएन त अहिले अप्ठ्यारो हुन्छ यहाँ माथिसम्म नि घर आउनु पऱ्यो खोलामा पानी बढेछ होइन साउन्ड नि कति दामी गइरहेछ क्लिन छ पुरै के आजको मौसम त धेरै दिनपछि आएको यो पानी परेर त त्यही भएर यस्तै भइरहेको थियो मौसम होइन आज त्यही पनि आएको आज पनि अलिअलि पानी परिरहेछ तर आज जाने हो त्यति खासै होइन अलिअलि मात्र भएछ न प्लास्टिक लिएर आएको छु न केही पानी पऱ्यो भने त सबभन्दा पहिला त मोबाइलले गाह्रो हुन्छ मोबाइल भिज्छ त्यति खासै त होइन अलिअलि छ जे होस् यो अलिअलि कति बेला पुरैमा परिणत हुन्छ थाहा छैन हामी धेरै होइन आज त्यो टुप्पोमा त्यहाँ घर छ एउटा घर होइन त्यो बस्ने होला अलि त्यो छ ठाउँ त्यहाँबाट गएर नि पुगेर आउनु पर्यो धेरै दिन भयो निस्किरहेको थियौँ किनभने यस्तै पानी परेर होइन हामी बनाएको थियो भाडा पनि बिग्रेर हिलो रे होइन हाम्रो बिएम सर अहिलेसम्म घरबाट आउनुभएको छैन भोलि सायद आउनुहुन्छ उहाँको भोलिदेखि अफिस छ त्यसो भए अझै आउँछ होला तर यो पानीले गर्दा हो कि हेर्नु बिएम सर म अल्छी छैन होइन पानी परेर नि गइरहेको छु होइन हजुरले त चाहिँ यतिकै एक हप्तामा 2 चोटि घर जानुहुन्छ यार त्यति घर नजानु त छिटाउनु यति दिन पछि आएपछि एकछिन रनिङ के गरौँ साँझै बोलाउला माई गड भ्युज गाइज हो भाइ हेर्नु त क्या सहीको भ्युज सहीको रहेछ यति बिहान त खोइ हिँड्दैन कि फेरि हाइटमा आइसकेछौँ रनिङ सरिङ नि भयो अझै थोरै माथि छ धेरै टाढासम्म त नजाऊँ भनेको त्यही पनि हेरौँ होइन के कसो छ जानु त पर्यो होइन बडीले धेरै रेस्ट लिइसक्यो यस्तो चल्न नि यस्तो अल्छी अल्छी भन्दा नि सास अड्किरहेको भाइन्छ त जाने हो छोड्ने होइन यस्तो दामीको Oh shit, just look at the view. Guys, I'm living my dream. सानैबाट यस्तो पहाडमा बस्नु मन लाग्थ्यो होइन रहर जस्तो कि यस्तोमा बसौँ मलाई एकदम रमाइलो कि सानैबाट पहाडहरू एकदम विकट ठाउँमा बस्नु मन लाग्ने कि अहिले त्यस्तो नजाराहरू हेर्दा म त आफ्नो सपनाको दुनियाँमा छु त्यस्तो लाग्छ कि हेर्नु न यस्तोको भ्यू यो बादल ओ भाइ आले यो मोबाइलमा त कस्तो देखेछ थाहा भएन तर रियालिटीमा त सुकुन हो कि सुकुन यो 5:40 को भ्यू हो बिहानको होइन मर्निङको यस्तो भ्यू छ पानी पर्ने मौसम छ अहिले यस्तो भ्यू छ यो हातेमाले चौक हामी बस्ने ठाउँ यही हो होइन पर्वतको भनिन् त सुकुन
सुकुन कम टु द हिल्स। त्यस्तो खासै अहिले पानी परे छैन होइन, त्यही भएर सोचेँ यहाँ बस्नुभन्दा नि अलि माथि जाऊँ कि अलि अगाडि जाऊँ भनेर अलि अगाडि जानु लाग्यो गाइज। त्यहाँ पानी पऱ्यो भने बर्बाद भइन्छ फेरि। पानी पर्दा केही देखिन्थेन होइन, सबै बाटो देखिरह आज त निट एन्ड क्लिन भएको छ पानी परेपछि त। गाइज हामी चाहिँ डेलीकै एक्सर्साइज गर्ने ठाउँमा आइपुगेछौँ होइन। अब चाहिँ यहाँ एकछिन एक्सर्साइज गर्नु पऱ्यो होइन। यसो हाम्रो यहीँ ठाउँ छ, अलि माथि आइसकेछौँ। यहाँ एक्सर्साइज हानिदिनु पऱ्यो। अब थोरै एक्सर्साइज हानेर बल अगाडितिर बढ्नु पऱ्यो होइन। गाइज आजको हाम्रो मर्निङ वक भ्यायो होइन। 2-4 दिनदेखि हाम्रो भ्लग आएर थिएन, सो त्यसको लागि सरी टु हार्टली होइन। त्यही भएर आज हामी अब जान लागेको होइन रुमतिर। हाम्रो भ्याइसक्यो मर्निङ वक, त्यही हो। पानी पर्न लाग्थ्यो तर पानी परेन होइन धन्न। अब कन्टिन्यू आउँछ होइन नयाँ नयाँ भ्लग। अब हामी घुम्ने जानवाला छौँ होइन केही दिनपछि। बस हेरौँ मौसम सही रह्यो भने जाने हो। यार गाइज हजुरहरूलाई यस्तो राम्रो भ्यू हेराइदिन्छु होइन। पहाडमा यति बिहान बिहान उठेर होइन पुरै भ्लग मेहनत गरिरहेको छु। कम्तीमा एउटा सब्सक्राइब त गर्नु पऱ्यो के यार। लाइक अनि सब्सक्राइब दबाएर ठोक्नु यार, हाम्रो पनि हौसला बढोस् होइन। हामी सानोतिनो युट्युबरलाई पनि अलि सपोर्ट चाहियो होइन गाइज। त्यही भएर अलि सब्सक्राइब गरिदिनु पऱ्यो क्या। सब्सक्राइब गरेपछि अलि जोस आउँछ, जागर आउँछ, अझै बनाउन मन लाग्छ होइन। सब्सक्राइब गर्नु है, सब्सक्राइब लाइक। फेसबुकमा हेरिराख्नुभएको छ भने फलो। गाइज बिहान बिहान हेडफोन लाएर भोजपुरी गीत सुन्नेको मजै छुट्टै छ क्या, थाहा छ। एकदम रमाइलो, एक्लै छु त्यही पनि भाइ बाहिर छ क्या फुल के। पार नाही कार नाही गलता कवन कहिले ना हो जान ऐसन कामे क देहब। कैमरा पोरा पाटी तहरे नामे क देहब। तहरा खातिर जिला जामे क देहब। बिगहा के बिगहा पोरे नामे क देहब। मजा आइरहेछ यार। हिन्दी नेपाली सङ्ग इज ओके बट भोजपुरी इज ओहो अन द टप। यस्तो डिप्रेसनमा भएपछि एक्लै भएपछि सुन्नमा त यस्तो बवाल कि पुरै होइन, साथीभाइ नि चाहिँदैन। त्यो क्रममा गाइज लेस खेतमा काम चल्दैछ पहाडमा। यो धानबाट घाँसहरू निकाल्दैछ होइन। पछि आउने बित्तिकै फ्रेस भएर बिरामी हेर्दैछु होइन। अनि बिरामी हेर्दैमा अब ब्रेकफास्टको टाइम भइसक्यो। अब चाहिँ मर्निङ रुटिनमा पहिलाभन्दा अलिक चेन्ज छ। जिम नगए पनि यस्तो रुममा एक्सर्साइज गर्ने होइन। अब डाइट प्लान गर्न पर्यो होइन। आइसकेको छ अन्डा छन्ना प्याज पुरै मिक्स भएको खाँदै बिरामी हेर्दै। त्यही हो हाम्रो दिनचर्या होइन। उठ्ने बिहान मर्निङ वाक जाने, एक्सर्साइज गर्ने, पसलमा आउने, बस्ने, बिरामी हेर्ने, बेलुका फेरि त्यही यही हुँदैछ अहिले। खाना खाने टाइम भइसक्यो होइन। गाइज भात दाल साग मासु यहाँ त यस्तै हो। अब चाहिँ म खाना लाग्यो है। मासु साग दाल, यहाँ सलाद भयो, खुर्सानी प्याज, यस्तै हो। हप्तामा त कम्तीमा 3 चोटि मासु, 2 दिन अन्डा, यस्तै हुन्छ यहाँ पहाडको खाना। जस्तो सुकै दुब्लाको मान्छे नि पहाडमा आयो भने मोटाइहाल्छ। खानपिनमा त एकदम। यो भात भयो, दाल भयो, थोरै मासु राखौँ होइन, थोरै साग पनि। खुर्सानी यो खानु पऱ्यो। माई फेभरेट जे पनि प्याज चाहिन्छ मलाई त। साग त झन् मिठो। खाना खाइसक्यो होइन गाइज। अब खाना खाइसकेँ। अब एकछिन यसो केटासँग क्यारम बोर्ड खेल्न पऱ्यो।
हेर्नु को जित्छ है। एकछिन चाहिँ क्यारम बोर्ड खेलेँ खाना खाएर क्यारम बोर्ड खेलेर यसो एकछिन फ्रेस भएर फेरि ड्युटीतिर लाग्यौँ फार्मेसीमा। ल गाइज आजको हाम्रो यति नै भ्लग छ। अब चाहिँ अझै बेटर भ्लग बनाउने प्रयास गर्दैछु होइन, सिक्दैछु। त्यही भएर हजुरहरूको सपोर्ट चाहिएको छ। लाइक, कमेन्ट, फलो सबै सब्सक्राइब पनि गरिदिनु।